1 बजियो। नमस्कार तपाईँ सम्पूर्णलाई बारा जिल्लाको पहिलो सामुदायिक रेडियो सिमरा 91.2 मेगाहर्जको साप्ताहिक कार्यक्रम जीके टेस्टमा यति बेला आइसकेको छु। तपाईँको सहयात्री मित्र म रामप्रसाद पोखरेल अनि प्राविधिकमा अभिषेक कर्णसँगै तपाईँ पनि आउनुहोला र 1 घण्टाको प्रस्तुतिमा हामी जुट्ने गर्दछौँ प्रत्येक शनिबार 1 बजेदेखि दिउँसो 2 बजेसम्म र तपाईका विभिन्न जिज्ञासाहरू मेटाउन अनि तपाईको जनरल नलेजलाई ताजा राख्न हामी आउने गरेका हुन्छौँ र प्रत्येक शनिबार 1 घण्टाको प्रस्तुतिमा हामी जुटिरहेका हुन्छौँ र कार्यक्रम जीके टेस्टबाट तपाईलाई जानकारी प्राप्त हुन्छ भन्ने आशा अनि विश्वास छ हामीलाई र तपाईको जनरल नलेजलाई ताजा राख्न हामी जुटिरहेका हुन्छौँ र विभिन्न विषयका प्रश्नहरू हामीसँग रहेका छन्। कार्यक्रम जीके टेस्टमा तपाईलाई 4 चरणमा हामीले खेल खेलाउने गरेका छौँ। इन्ट्री राउन्ड, सेल्फ राउन्ड, स्पोर्ट राउन्ड र म्युजिकल राउन्ड 4 चरणका खेलहरू तपाईले खेल्न सक्नुहुन्छ र खेल खेल्नका लागि तपाईले हाम्रो स्टुडियोको नम्बर 053551306 मा फोन गर्नुपर्ने हुन्छ र तपाईले फोन गरे पश्चात हामी तपाईसँग कुराकानी गर्छौं अनि तपाईलाई हामी प्रश्न सोध्छौं। इन्ट्री राउन्डको प्रश्नको सही उत्तर तपाईले बताउन सक्नुभयो भने मात्र तपाई अगाडि बढ्न सक्नुहुनेछ र इन्ट्री राउन्ड पश्चात सेल्फ राउन्डमा भने सोधिएको प्रश्नको 4 वटा सम्भावित उत्तरहरू तपाईलाई हामी बताउँछौं र एउटा उत्तर सही हुन्छ। तपाईको उत्तर सही भयो भने तपाई अगाडि बढ्न सक्नुहुन्छ। स्पोर्ट राउन्डमा पनि तपाईलाई प्रश्न सोधिनेछ खेलकुद सम्बन्धीका प्रश्न अनि 4 वटा सम्भावित उत्तर मध्ये एउटा उत्तर सही हुनेछ र स्पोर्ट राउन्ड पश्चात म्युजिकल राउन्डमा तपाईलाई लानेछौं र म्युजिकल राउन्डमा भने तपाईलाई यति बेला कोही साथी लाइनमा आउने क्रममा हुनुहुन्छ तर हामीसँग कनेक्सन टुटिसकेको छ। आउनुहोला तपाईँ हाम्रो स्टुडियोको नम्बर 053551306 डायल गर्नुहोला र म्युजिकल राउन्डमा भने गीत सङ्गीत अथवा विभिन्न व्यक्तित्वको आवाज तपाईँलाई सुनाउँछौँ। तपाईँले आवाज चिन्नुपर्ने हुन्छ र तपाईँलाई हामीले सोधेको प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। आउनुहोस् कार्यक्रम जीके टेस्टमा सहभागी बन्नको लागि तपाईले डायल गर्नुहोला 053551306 र तपाईँ डायल गर्दै गर्नुहोला। यति बेला भने एउटा रमाइलो गीत तपाईँ माझ राख्दैछु। तपाईँ भने हाम्रो स्टुडियोको नम्बर 053551306 डायल गर्दै गर्नुहोला। म हेर्छु डराउँदै हिँड्छु भौतारिँदै दृश्य तिम्रो पाउना खसेका ताराउ स्याहारेका पर्ला माग्छु तिमीलाई हरेक दिन किन त्यसै लाग्छ माया छैन कुनै कारण खास तुमसेको मन राखेको तन खोसिरहन्छ दिन रात तिम्रो आकाश चल्यो बतास छुराइलो संसार समय रहन्छु त्यो ताकिरहन्छ यो सास शीतल छाया बनी आयो माया शून्य शून्य छाया खोज्छन् तिमीलाई नै आँखा पछ्याइरहन्छौ तिमी सोधेनौ के आफैलाई यो एकचोटि देख्दैनौ र माया यो मेरो
कार्यक्रम जीके टेस्टमा छौँ। विभिन्न विषयका प्रश्नहरू हामीसँग छन् र तपाईँले जीके टेस्टमा सहभागिता जनाउन हाम्रो स्टुडियोको नम्बर 05351 डायल गर्नुपर्ने हुन्छ, फोन गर्नुपर्ने हुन्छ। बारा जिल्लाको पहिलो सामुदायिक रेडियो सिमरा 91.2 मेगाहर्जको साप्ताहिक कार्यक्रम जीके टेस्ट र जीके टेस्टमा विभिन्न विषयका प्रश्नहरू छन् हामीसँग र तपाईलाई इन्ट्री राउन्ड, सेल्फ राउन्ड, स्पोर्ट राउन्ड र म्युजिकल राउन्ड गरेर 4 चरणमा खेल खेलाउने गरेका छौँ। तपाईँ यदि विनर बन्न सक्नुभयो भने तपाईँलाई हामी एउटा कुपन उपलब्ध गराउनेछौँ। कुपन रहेको छ कफी हाउस सिमराको कुपनले तपाईँले आनन्दका साथ कफी हाउस सिमरामा गएर एकजना साथीको साथमा रमाइलो क्षणमा तपाईँले नास्ता अनि कफी पिउन सक्नुहुन्छ र तपाईँको रमाइलो वातावरण, तपाईँको रमाइलो क्षण, तपाईँलाई खुसियाली दिनको लागि सिमरा कफी हाउस सिमरा एकदमै तयार छ। अनि कार्यक्रम जीके टेस्टबाट तपाईँलाई बितेका धेरै कुराहरू तपाईँलाई ताजा हुन सक्छ र कतिपय कुराहरू हामीले बिर्सिसकेका हुन्छौँ, कतिपय कुराहरू इतिहासका कुराहरू हामीलाई ख्याल भइरहेको हुँदैन। हामीलाई त्यसै पढ्ने लेख्ने क्रममा कतिपय कुराहरू हामीलाई याद भइरहेको हुँदैन अथवा आइरहेको हुँदैन र कतिपय कुराहरू हामीलाई कन्फ्युजन भइरहेको हुन्छ। तर कार्यक्रम जीके टेस्टबाट तपाईँलाई थप जानकारी हुन्छ भन्ने आशा अनि विश्वास छ हामीसँग। इन्ट्री राउन्डमा भने सामान्य खालका प्रश्नहरू नै हुने गर्दछन्। तपाईँले न आत्तिकन न हडबडाइकन र तपाईँले संयमताका साथ तपाईँले प्रश्न सोधेर उत्तर दिन सक्नुहुन्छ। सामान्य खालका प्रश्नहरू तपाईँमाझ हामी पुर्याउँछौँ। इन्ट्री राउन्डको प्रश्नको उत्तरमा तपाईँले 10 अङ्क प्राप्त गर्नुहुनेछ। त्यसै गरी इन्ट्री राउन्ड पार गरिसकेपछि सेल्फ राउन्डको प्रश्न हुनेछ। इतिहास, भौगोलिक अनि त्यसै गरी हाम्रो विश्व सम्बन्धीका विभिन्न चर्चित कुराहरू हुने गर्दछन्। जनावर, पशु पक्षी, त्यसै गरी हाम्रा जीवनमा घटेका अथवा जीवनमा भोग्नु परेका धेरै कुराहरू हुन्छन्। त्यस्तै जुन सामान्य कुराहरू हामीले बिर्सिरहेका हुन्छौँ त्यस्ता कुराहरूलाई हामीले प्रश्न बनाएर तपाईँलाई प्रश्न सोध्ने गर्दछौँ र सम्भावित उत्तरहरू पनि तपाईँलाई उपलब्ध गराउने गरेका छौँ। तपाईँको उत्तर सही भयो भने तपाईँले स्पोर्ट राउन्डमा प्रवेश गर्नुहुनेछ। स्पोर्ट राउन्डमा भने तपाईँलाई खेलकुद सम्बन्धीका प्रश्नहरू हुने गर्दछन्। खेल, खेलाडी अनि खेलसँग सम्बन्धित विभिन्न विधाहरू बारेमा तपाईँलाई प्रश्न हामीले राख्ने गरेका छौँ स्पोर्ट राउन्डमा। स्पोर्ट राउन्ड पश्चात म्युजिकल राउन्डमा भने गीत सङ्गीत अनि विभिन्न व्यक्तित्वका आवाज तपाईँलाई हामीले सुनाउँछौँ। त्यसै गरी त्यही आवाज सम्बन्धी तपाईँलाई प्रश्न हामी गर्नेछौँ। तपाईँले प्रश्नको उत्तर बताउनु पर्ने हुन्छ र कार्यक्रम जीके टेस्टमा तपाईँले डायल गर्नुपर्ने हुन्छ 053-521-306। हाम्रो स्टुडियोको नम्बर यति बेला खुल्ला रहेको छ, तपाईँले डायल गर्दै गर्नुहोला। यति बेला पनि हामी अर्को रमाइलो गीत तपाईँमाझ राख्दैछौँ अनि फेरि हामी जोडिनेछौँ। माया गर मायालुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ 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 हे माया गर मायालुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ 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 हल 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 हलेको साथ छ तिमीलाई मेरो माया भन्न कति लाग्छ। जति माया गर्यो उति मनले मान्छ, हिसाब गरौँ भन्ने साथै जुनी लाग्छ। माया गर मायालुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ 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 लौ
राम्री छौ तिमी पनि हिउँ जस्ती छाल जस्तै चञ्चल जवानीले राम्री छौ तिमी पनि हिउँ जस्ती छाल जस्तै चञ्चल जवानीले हल 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 हलेको साथ छ तिमीलाई मेरो माया भन्न कति लाग्छ जति माया गर्यौ ती मनले माग्छ हिसाब गरौँ भन्ने साथै जुनी लाग्छ माया गर माया लुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ 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 माया गर माया लुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ लौ कार्यक्रम जिके टेस्टमा छौं र जिके टेस्टमा रहेर विभिन्न विषयका प्रश्नहरू हामीसँग छन्। यति बेला कोही लाइनमा आइसक्नु भएको छ, स्वागत गर्न चाहन्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्नुभयो? सिमराबाट निखिल थपलिया। निशानजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर म बोल्दैछु। बोल्दै हुनुहुन्छ। दिनचर्या कस्तो बितिरहेछ निशानजीको? ठिक ठिकै। नियम त थाहा छ निशानजीलाई है? निखिल थपलिया ए निखिल थपलिया हो। निखिल है, निखिल मैले निशान सम्झिरहेको थिएँ। निखिल थपलिया है। अनि निखिलजी योभन्दा अगाडि पनि आइसक्नु भएको थियो है? हजुर। ल त्यसो भए त नियमको बारेमा तपाईँलाई थाहा छ, नियम बताइरहनु परेन है नि त? हजुर। ल त्यसो भएदेखि प्रश्नतर्फ नै लागौँ। तपाईँको लागि इन्ट्री राउन्डको प्रश्न यो रहेको छ। निखिलजी, हजुर, नेपालको पहिलो रेडियो स्टेसन कुन हो? अप्सन छैन? अप्सन छैन। इन्ट्री राउन्ड हो। इन्ट्री राउन्डमा तपाईँले उत्तर सम्झेर बताउनु पर्ने हुन्छ। 1 मिनटको समय तपाईँलाई हामी दिन्छौँ। नेपालको पहिलो रेडियो स्टेसन, पहिला यही मात्रै रेडियो बज्ने गर्दथ्यो, पछि धेरै रेडियोहरू खुले, त्यति बेला एउटै मात्र रेडियो थियो। पहिलो रेडियो कुन हो? हजुर, रेडियो नेपाल। रेडियो नेपाल भन्नुभयो है? के गर्नु, यसलाई लक गरिदियो? ल कम्प्युटरतर्फ गए हो त। बधाई छ निखिलजी, तपाईँको उत्तर सही भएको छ। रेडियो नेपाल सबभन्दा पहिलो रेडियो, नेपालको रेडियो। नेपालमा प्रजातन्त्र आइसकेपछि रेडियो नेपाल खुलेको थियो। रेडियो नेपाल 2007 सालपछि अनुभूत रूपमा अहिले पनि बजिरहेको छ र तपाईँले सही उत्तर बताउनु भयो। र अब भने तपाईँलाई सेल्फ राउन्डतर्फ लिएर जाँदैछु। तपाईँको लागि सेल्फ राउन्डको प्रश्न यो रहेको छ। इन्ट्री राउन्डपछि स्वागत छ तपाईँलाई सेल्फ राउन्डमा। तपाईँको लागि सेल्फ राउन्डको प्रश्न। नेपालका राष्ट्रिय विभूतिहरू मध्ये यी कुन व्यक्ति हुन्? तपाईँले बताउनुपर्छ, नाम चिन्नुपर्ने हुन्छ। राजा जनक, राजा वीरेन्द्र, राजा ज्ञानेन्द्र, राजा महेन्द्र। राजा जनक। राजा जनक भन्नुभएको छ। के गर्नु, लक गरिदिउँ? हजुर, विभूति हैन? राष्ट्रिय विभूति। हजुर, राजा जनक। बधाई छ निखिलजी, तपाईँको उत्तर सही भएको छ। तपाईँले फेरि पनि 10 अङ्क प्राप्त गरिसक्नुभयो। तपाईँ अब स्पोर्ट राउन्डमा प्रवेश गर्दै हुनुहुन्छ र स्पोर्ट राउन्डमा तपाईँको लागि प्रश्न यो रहेको छ। खेल र खेलाडीसँग सम्बन्धित यो हो स्पोर्ट राउन्ड। ओलम्पिक झण्डामा नीलो रङले कुन महादेशलाई चिनाउँछ? एसिया, अफ्रिका, अस्ट्रेलिया, युरोप। हजुर,
ओलम्पिक झण्डामा नीलो रङले कुन महादेशलाई चिनाउँछ? एसिया, अफ्रिका, अस्ट्रेलिया, युरोप। अप्सन भनेको छु मैले एसिया, अफ्रिका, अस्ट्रेलिया, युरोप। कस्तो बुझेन। युरोप युरोप भन्नुभएको छ है। के गर्दै यसलाई लक गर्दु? अप्सन रहेको छ एसिया, अफ्रिका, अस्ट्रेलिया, युरोप। युरोप भन्नुभएको छ। के गर्नु लक गरिदिउँ? हजुर। कम्प्युटरतर्फ जायौँ। बधाई छ निखिलजी, तपाईँले जेनरल नलेजलाई बडे ताजा राख्नु भएको रहेछ। तपाईँले लगातार उत्तरहरू बताइरहनु भएको छ। अब नि म्युजिक राउन्डमा पनि प्रवेश पाइसक्नु भएको छ। म्युजिक राउन्डमा तपाईँलाई हामी एउटा गीत सुनाउँदैछौँ, त्यसपछि प्रश्न गर्नेछौँ है त। निखिलजी भर्खर एउटा गीत सुन्नुभयो। हेलो हजुर। तपाईँले भर्खरै एउटा गीत सुन्नुभयो, अलिकता होइन, क्लिप सुन्नुभयो। तपाईँले बताउनु पर्ने हुन्छ यो कुन नेपाली चलचित्रको गीत हो? अप्सन पाइदैन है? यो त तपाईँले अब सम्झेरै बताउनु पर्ने हुन्छ। एकताल फेरि सुन्न पाइन्छ? हुन्छ हुन्छ, फेरि पनि सुनाउँछु ल, सुन्नु होला है त। सुन्नुभयो गीत है? हजुर। तपाईँले बताउनु पर्ने हुन्छ कुन नेपाली चलचित्रको, कुन नेपाली फिल्मको लाग्छ भन्नुभयो। के गरौँ, त्यही त्यसैलाई कन्फर्म गर्नुहुन्छ कि अर्को भन्नुहुन्छ? यसैलाई लक गरौँ। लक गरौँ है त, कम्प्युटरले के भन्छ है त। निखिलजी तपाईँको तपाईँको म्युजिकल राउन्डको पनि उत्तर सही भएको छ। तपाईँले सबै प्रश्नका उत्तरहरू दिनुभएको छ र तपाईँलाई बधाई छ र कार्यक्रममा सहभागिता जनाउनुभयो। तपाईँले आगामी शुक्रबारसम्ममा स्टेसनमा, रेडियो स्टेसनमा सम्पर्क गर्नुहोला र आगामी हप्ता पनि खेल खेल्नको लागि सम्पर्क गर्नुहोला। अब भने छुटु, नमस्कार। हवस्, भर्खरै मात्र निखिल थपलिया हुनुहुन्थ्यो, सिमराबाट फोन गर्नुभएको थियो र उहाँले रेगुलर रूपमा फोन गर्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउनुहुन्छ। तपाईँ पनि आउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0535306 र त्यसको लागि तपाईँले जिके टेस्टमा फोन गर्नुपर्ने हुन्छ 0535306। निखिलजीले सबै प्रश्नको उत्तर बताए भने तपाईँले पनि बताउन सक्नुहुन्छ अनि हामी गोला प्रथाद्वारा को विनर बन्न सक्नुहुनेछ। हामी तपाईँलाई पछि कार्यक्रमको अन्तिमतिर जानकारी गराउनेछौँ र हामीसँग थुप्रै विषयका प्रश्नहरू रहेका छन्। यति बेला भने हामी एउटा मिठो गीत पुर्याउँदैछौँ अनि हामी फेरि आउनेछौँ। तपाईँ भने डायल गर्दै गर्नुहोला 0535306।
बेलाको बोली जनताको आवाज यो हो रेडियो सिमरा 91.2 मेगाहर्ज। 14 सन्तान जन्माउनु भयो कि मेरी हजुरआमा। घर धन्दा घाँस दाउरा गर्दा गर्दै जिन्दगी बिताउनु भयो। हामी 3टा पिँढीलाई हुर्काउँदाखेरि आफूभित्र पनि धेरै रोगहरू हुर्काउनु भएछ उहाँले। उहाँ त हाम्रो घरको मियो, एक दिन ढल्के ढल्के जस्तो हुनुभयो। हामीले उहाँलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गरायौं। त्यसपछि अहिले त हजुरआमा एकदम ठिक हुनुहुन्छ। ए साँच्ची यो त भन्नै बिर्सेको, यो त उहाँको 4थो पुस्ताको बिहे पो हो त। अनि हजुरआमा म भन्दा बढी नाचिरहनु भएको छ। थ्याङ्क यू कलेज अफ मेडिकल साइन्सेस। विगत 2 दशकदेखि निरन्तर सेवामा समर्पित कलेज अफ मेडिकल साइन्सेस, पुरानो मेडिकल कलेज भरतपुर चितवन। आमा चामल कति माना हालो? के चामल र दाल गर्छु? न तरकारीमा स्वादै हुन्छ न कहिले अचारै मिठो खान पाइन्छ। खै के मसला हाल्दै रहेछ कुन्नी? मसला होइन आमा, बजारमा राम्रो खाने तेल नि पाइन्न। तरकारी पकाए स्वादै हुँदैन, अचार जाने त्यस्तै। आफ्नो फ्यामिलीलाई मिठो पकाएर खुवाऊ भन्ने मेरो पनि त इच्छा हुँदो नि। हो, बल्ल कुरो बुझेछौ। अब फ्यामिलीलाई मिठो खुवाएर रिजाउन फ्यामिली सनफ्लावर तेल ल्याउनु पर्यो नि त। कसो? हजुर, वर्षौंदेखि हरेक भान्साघरको साथी फ्यामिली सनफ्लावर तेल। कोलेस्ट्रोल रहित, स्वास्थ्यको लागि अति उत्तम, पोसिलो स्वादिलो फ्यामिली सनफ्लावर तेल बजारमा सर्वत्र उपलब्ध छ। बुन्दै सपनाहरू दिलाउँदै प्राप्तिहरू, सुविधाको सब ढोका खोलिरहेछ। विकास पथमा यो देश बढाइरहेछ। अशोक स्टिल हाम्रो यो अशोक स्टिल। अशोक स्टिल हरेक निर्माणको बलियो आधार बन्दै विगत 2 दशकदेखि बोकिरहेछ अभिभारा राष्ट्र निर्माणको। ओए अर्के घर त विदेशबाट आएर राम्रो पो बनाइस् त। त्यतिकै राम्रो भएको होइन काका, यो त रिलायन्स सुपरटेक सिमेन्टको कमाल हो। ओए त्यसो भए मलाई पनि भन भन, मेरो नातिलाई पनि भन्नुपर्छ। नाति पनि घर बनाउने सुटारमा छ। हजुर, नेपालको पहिलो पूर्ण रूपले स्वचालित मेसिनद्वारा उत्पादित रिलायन्स सुपरटेक सिमेन्टको उत्कृष्ट उत्पादन क्रोम ओपीसी सिमेन्ट र डनलप पीएससी सिमेन्टको प्रयोग गरी आफ्नो आउने उज्जवल भविष्यको निर्माण गर्नुहोस्। क्रोम ओपीसी सिमेन्ट र डनलप पीएससी सिमेन्ट नवयुगको लागि। सवारी चालकले सकेसम्म मोबाइल फोनको प्रयोग नगरौं। अति आवश्यक अवस्थामा पनि सवारी सुरक्षित पार्किङ गरेर मात्र प्रयोग गर्ने गरौं। लामो दूरीको यात्रामा निस्कनु अघि आफ्नो सवारीको राम्ररी चेक जाँच गराउने गरौं। सर्वसाधारणको हितका लागि तराई यातायात व्यवसाय संघ सिमराद्वारा जारी सामाजिक सन्देश। रोक रोक, डोजर लाएर यता खन्न हुँदैन भन्ने थाहा छैन? किन र? यहाँ काम परेकाले खन्न लागेको। तपाईलाई के को चासो? यहाँ अत्याधिक प्रज्वलनशील पेट्रोलियम पदार्थको पाइप छ। केही गरी यहाँ पाइप फुटी दुर्घटना भएमा कानुन बमोजिम हदैसम्म कारबाही हुन्छ। त्यसकारण यहाँ काम नै गर्नु परे नेपाल आयल निगमको कार्यालयमा सम्पर्क गरेर मात्र काम गर्न सक्नुहुन्छ, अन्यथा हामी यहाँ काम गर्न दिँदैनौँ। तपाईहरूले पनि हाम्रो सडक छेउमा मोतिहारी अम्लेगञ्ज पाइपलाइनमा पर्ने गरी कुनै पनि काम कसैले गर्न लागेमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा नेपाल आयल निगम अम्लेगञ्जको मोबाइल नम्बर 982091 0001 98580 26652 र 98677 79786 मा सम्पर्क गरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। नेपाल आयल निगम प्रादेशिक कार्यालय मोतिहारी अम्लेखगञ्ज पाइपलाइन विस्तार परियोजना अम्लेखगञ्जद्वारा जारी सामाजिक सन्देश। डिभिजन वन कार्यालय बाराको सूचना। यस डिभिजन कार्यालय अन्तर्गतका राष्ट्रिय वन क्षेत्रभित्र अवैध रूपमा रुख कटानी गर्न, वन पैदावार चोरी निकासी गर्न, घर टहरा बनाउन, खनजोत गरी आवाद गर्न, आगो लगाउन र वन्य जन्तुको शिकार गर्न सख्त मनाई गरिएको छ। कोही कसैले अटेर गरी उक्त निषेधित कार्य गरे गराएमा वन ऐन नियमावली बमोजिम कडा भन्दा कडा कारबाही गरिने बेहोरा सर्वसाधारण सबैको लागि जानकारी गराइन्छ। प्रमुख डिभिजन वन कार्यालय बारा सिमरा। हर पाइला हर मोडमा तपाईं सँगै हुन्छौ, गीत सङ्गीत र समाचार मनोरञ्जन दिन्छौ। यही बेलाको हो यो बोली, सबै जनताको हो यो आवाज। हर पल हामी
हजुर जिके टेस्टमा छौँ। जिके टेस्टमा 1 बजेदेखि 2 बजेसम्म तपाईँसँगै हामी रहिरहेका छौँ। तपाईँले पनि डायल गरेर आउनुपर्ने हुन्छ, सम्पर्क गर्नुपर्ने हुन्छ 053-521-306 तपाईँले डायल गर्नुहोला हाम्रो स्टुडियोको नम्बर। कार्यक्रम जिके टेस्टमा तपाईँ आउन सक्नुहुन्छ र विभिन्न विषयका प्रश्नहरू हामीसँग रहेका छन्। तपाईँले धेरै कुरा बिर्सिसक्नु भएको हुनसक्छ। नेपालको इतिहासको कुरा गरौँ। मञ्जुश्रीले सर्वप्रथम कसलाई नेपाल उपत्यकाको राजा बनाएका थिए होला तपाईँलाई ख्याल नभएको हुनसक्छ। तपाईँको मनमा वास्तवमा यसको उत्तर त मलाई आउँदैन, सोध्नु पर्यो, बुझ्नु पर्यो भन्ने खालको तपाईँलाई लागिरहेको हुनसक्छ। त्यसै गरी नेमुनिले कसलाई नेपालको पहिलो राजा बनाए तपाईँलाई याद छ? त्यसै गरिकन गोपाल वंशका प्रथम राजा को थिए होला तपाईँलाई याद छ? त्यस्तै भक्तपुरका अन्तिम मल्ल राजा को थिए होलान्? यस्तै विषयमा तपाईँको जिज्ञासा मेटाउन हामी आउने गर्दछौँ कार्यक्रम जिके टेस्टमा। अनि विश्वका विभिन्न कुराहरू हामीले जनआन्दोलनलाई पनि अनुभव लिइसकेका छौँ। तराई आन्दोलन पनि हामीले भोगिसकेका छौँ। त्यो आन्दोलनमा कहिले घटनाहरू घटेका थिए होला, कस्ता कस्ता कुराहरू भयो होलान्। त्यसै गरिकन विभिन्न विषयका खेलहरू, राष्ट्रिय खेलकुदहरू हुने गर्दछन्। त्यसै गरिकन विभिन्न गीत सङ्गीतहरू पनि तपाईँ सुन्नुहुन्छ। तर कुन गीत कसको आवाजमा गुन्जिएको हो, कुन गीत कुन गीतकारले लेखेका हुन्, अनि कुन गीत कुन चलचित्रमा राखिएको छ, यस्तै विभिन्न विषयका प्रश्न हामीसँग छन्। विश्वमा भएका धेरै कुराहरू हामीले जानकारी राख्नुपर्ने हुन्छ। विश्वको सानो राष्ट्र कुन हो तपाईँलाई याद छ? अथवा पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो? पृथ्वीनारायण शाहले नेपालको एकीकरण कहिलेबाट सुरु गरे? यस्ता कुराहरू तपाईँलाई जानकारी छ अथवा छैन? यस्तै विषयहरू छन्। हामीसँग थुप्रै प्रश्नहरू रहेका छन् र प्रश्नका उत्तरहरू पनि रहेका छन्। सम्भावित उत्तरहरू तपाईँलाई हामीले दिने गर्दछौँ र तपाईँको उत्तर सही भयो भने तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। कार्यक्रम जिके टेस्टमा छौँ। जिके टेस्टमा इन्ट्री राउन्ड, सेल्फ राउन्ड, स्पोर्ट राउन्ड र म्युजिकल राउन्ड रहेका छन्। र म्युजिकल राउन्डमा भने गीत सङ्गीत अनि विभिन्न व्यक्तित्वको आवाज। तपाईँले धेरै व्यक्तित्व आवाज सुन्नुभएको छ, तर तपाईँले आवाजलाई ठम्ब्याउनु सक्नुभएको छैन। तपाईँलाई जानकारी राख्नुपर्ने हुन्छ। यस्तै विभिन्न विषयका प्रश्नहरू छ हामीसँग। कार्यक्रम जिके टेस्ट तपाईँले खेल्नको लागि 053-521-306 डायल गर्नुहोला। र हामीसँग खेल खेलेर गइसक्नु भएको छ सिमरा बाट निखिल थपलियाले खेल खेलिसक्नु भएको छ। हामीसँग खेलेर पनि गइसक्नु भएको छ निखिलजी। र तपाईँले डायल गरेर आउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर 053-521-306। कोही साथी आउने क्रममा हुनुहुन्थ्यो, तर हामीसँग कनेक्सन टुटिसकेको छ। यति बेला प्राविधिक कठिनाइ पनि हुनसक्छ र ख्याल गर्नुहोला। 053-521-306। र खास गरी विद्यार्थी भाइ बहिनीहरूका लागि त झन् अति उपयोगी हुने गर्दछ कार्यक्रम जिके टेस्ट। र जिके टेस्ट विद्यार्थीहरू मात्र नभएर तपाईँ सामान्य जीवनयापन गरिरहनु भएको छ भने कतिपय कुराहरू तपाईँले बिर्सिसक्नु भएको हुनसक्छ। र तपाईँको मनस्थितिलाई ताजा गराउन हामी आएका छौँ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, स्वागत गर्न चाहन्छु। को हुनुहुन्छ? हेलो हेलो हजुर नमस्कार। हजुर नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म सिमराबाट उज्जवल राज उपाध्याय। उज्जवलजी, उज्जवल राज उपाध्याय भन्नुभयो। हजुर। उज्जवलजी के गर्नुहुन्छ? हजुर मैले पढ्छु। कुन लेभलमा हो? हजुर अहिले म 10 मा। कक्षा 10 को विद्यार्थी हुनुहुँदो रहेछ हैन? एसई को कतिको तयारी गर्दै हुनुहुन्छ? तयारी राम्रै चलिरहेछ। राम्रै चलिरहेछ हैन त? हामी खेलको बारेमा तपाईलाई जानकारी छ है? हजुर अलिअलि छ, अलि छैन। अब अलिअलि छ भने अलिकता तपाईलाई मैले मेमोरी गराएँ अलिकति है। तपाईसँग समय छ है। कार्यक्रम जिके टेस्टमा इन्ट्री राउन्ड, सेल्फ राउन्ड, स्पोर्ट राउन्ड र म्युजिकल राउन्ड गरेर 4 चरणका खेल तपाईले खेल्न सक्नुहुन्छ। इन्ट्री राउन्डको प्रश्न भने तपाईले प्रश्नको उत्तर सही तपाईले आफैले सोचेर बताउनु पर्ने हुन्छ। र त्यसपछि सेल्फ राउन्डमा भने सोधिएको प्रश्नको 4 वटा सम्भावित उत्तरहरू हामी बताउँछौँ, तपाईले सही उत्तर बताउनु पर्ने हुन्छ। अनि त्यसै गरी स्पोर्ट राउन्डमा खेल सम्बन्धी र म्युजिकल राउन्डमा विभिन्न आवाज अथवा गीत सङ्गीतका प्रश्न तपाईलाई राख्नेछौँ। तपाईँ तयारी हुनुहुन्छ है त? हजुर हजुर। ल प्रश्नतर्फ नै लागौँ।
तपाईँको लागि इन्ट्री राउन्डको प्रश्न यो रहेको छ। जीके टेस्टमा यो हो इन्ट्री राउन्ड। दरबार हत्याकाण्डमा मृत्यु भएका राजाको नाम के हो? दरबार हत्याकाण्डमा मृत्यु भएका राजाको नाम राजा वीरेन्द्र। राजा वीरेन्द्र भन्नुभयो है। कम्प्युटरतर्फ जाँदैछौँ हामी। बधाई छ। हुन त सम्पूर्ण नेपालीहरूलाई यो कुरा थाहा नै छ, तर कतिपयलाई कन्फ्युजन पनि हुनसक्छ होइन। वीरेन्द्रसँगै दिपेन्द्रलाई पनि मृत्यु भएका दिपेन्द्रलाई पनि राजा बनाएको भन्ने थियो है, तर हामी त्यसलाई त मान्दैनौँ। राजा वीरेन्द्र नै हुन्। अब भने तपाईँलाई सेल्फ राउन्डतर्फ लिएर जाँदैछु। सेल्फ राउन्डमा तपाईँको लागि प्रश्न यो रहेको छ। इन्ट्री राउन्ड पछि स्वागत छ तपाईँलाई सेल्फ राउन्डमा। नेपालका प्रथम राजा को थिए? भूमि वर्मा, प्रताप मल्ल, धर्माकर, ज्ञानेन्द्र। नेपालका प्रथम राजा, पहिलो राजा को थिए? भूमि वर्मा, प्रताप मल्ल, धर्माकर, ज्ञानेन्द्र। प्रताप मल्ल पहिलो राजा। के गरौँ, यसलाई लक गरिदिउँ कि अर्को भन्नुहुन्छ? अप्सन रहेको छ भूमि वर्मा, प्रताप मल्ल, धर्माकर, ज्ञानेन्द्र। हजुर यो धर्माकर वाला थियो। धर्माकर कम्प्युटरतर्फ गयौँ है त। बधाई छ, तपाईँको उत्तर सही भएको छ। धर्माकर नेपालका पहिलो राजा, प्रथम राजाको रूपमा उनलाई लिने गरिन्छ। र अब भने खेलकुद सम्बन्धी तपाईँलाई प्रश्न सोध्ने तयारीमा छु। तपाईँको लागि खेलकुद राउन्डको प्रश्न यो रहेको छ। खेल र खेलाडीसँग सम्बन्धित यो हो स्पोर्ट राउन्ड। भलिबल खेल्ने ठाउँलाई के भनिन्छ? रिङ, बोर्ड, कोर्ट, ट्र्याक। अप्सन रिङ, बोर्ड, कोर्ट, ट्र्याक। तेस्रो अप्सन फेरि भन्नुहोस् एकचोटि। तेस्रो अप्सन रहेको छ कोर्ट। हजुर हजुर कोर्टलाई नै लक गरिदिउँ। कम्प्युटरतर्फ गयौँ। बधाई छ, तपाईँले 3वटा प्रश्नको सही उत्तर बताइसक्नु भएको छ। अब पनि तपाईँलाई गीत सङ्गीत सम्बन्धी लिएर जाँदैछौँ म्युजिकल राउन्डमा। म्युजिकल राउन्डमा तपाईँलाई एउटा गीत सुनाउँदैछौँ। ऊपर से छोटी रजाई तेरा ढूंढ के लाया हूँ झुमका बाजार से, कब से खड़ा हूँ बन के मजनू कतार। हेलो अज्वल जी। हजुर गीत सुन्नुभयो? हजुर सुन्यो, क्लियर नै आएन। क्लियर आएन, फेरि बजाउँदैछु, राम्रोसँग सुन्नु होला है त। ऊपर से छोटी रजाई तेरा ढूंढ के लाया हूँ झुमका बाजार से, कब से खड़ा हूँ बन के मजनू कतार। सुन्नुभयो अहिले? हजुर तपाईँले बताउनु पर्ने हुन्छ यो कुन हिन्दी फिल्मको गीत हो? अप्सन छैन यसमा? अप्सन छैन, तपाईँले सोचेर बताउनु पर्ने हुन्छ। 1 मिनट समय छ। भर्खरै रिलिज भएको नयाँ फिल्म हो, हिन्दी फिल्मी गीत हो। नयाँ फिल्मबाट हामीले लिएका छौँ। सङको टाइटल के होला? फेरि सुन्नु होला है त। ऊपर से छोटी रजाई तेरा ढूंढ के लाया हूँ झुमका बाजार से, कब से खड़ा हूँ बन के मजनू कतार। सुन्नुभयो? हेलो उज्जवल जी।
हेलो उज्जवलजी यति बेला हामीले सुनिरहेका छैनौँ उज्जवलजीको आवाजलाई। हेलो हेलो उज्जवलजी सुन्नुभयो गीत है? हजुर हजुर। कुन हिन्दी फिल्मको नयाँ हिन्दी फिल्म हो यो? कुली नम्बर 1। कुली नम्बर 1 हेर्नु भएको छ? कुली नम्बर 1 छैन, गीत सुने हो कि है तपाईँको अनुमान? हजुर। हामी कम्प्युटरतर्फ जाउँ त्यसो भए? जाउँ। कम्प्युटरतर्फ गयौँ है त। बधाई छ उज्जवलजी, तपाईँले सबै प्रश्नका उत्तर दिनुभयो र अन्तिममा कन्फ्युजन लाग्दै थियो तपाईँलाई, तर पनि हामीले 3 पटक आवाज सुनायौँ र तपाईँले पनि 50 अङ्क प्राप्त गर्नुभएको छ। निखिलजीले पनि 50 अङ्क प्राप्त गर्नुभएको छ। अरू साथी पनि पक्कै आउनुहुन्छ र हामी भने कुन चाहिँ साथी विनर बन्नुहुनेछ हामी गोला प्रथा गर्नेछौँ। अन्तिमसम्म तपाईँ रेडियो सुन्दै गर्नु होला है त। हवस्, सम्पर्क गर्नुभयो, खेलमा सहभागिता जनाउनु हो, तपाईँको लागि धेरै धेरै धन्यवाद। आगामी हप्ता पनि आउनुहोला। भर्खरै मात्र सिमराबाट उज्जवल राज उपाध्यायले खेलेर गइसक्नु भएको छ र यति बेला पनि हामी एउटा रमाइलो गीत तपाईँ माझ राख्दैछौँ। तपाईँ पनि डायल गर्नुहोला 05355 लरको साडी सिफन डरको जोडी पीपल तिम्रो लागि केवल मै त होला नि माया, मै त होला नि माया, मै त होला नि। जुनको साथी तारा नदीलाई किनारा दिन्नु भनी सहारा मानिरो लानी बरे मानिरो लानी परे माया जालैमा तिम्रो माया जालैमा ख्यालैमा परे माया जालैमा माया जालैमा तिम्रो माया जालैमा ख्यालैमा परे माया जालैमा। लगन गाँठो जुराई डोली चढाई लैजाने हो आउने सालैमा, डोली चढाई लैजाने हो आउने सालैमा, मायालाई डोली चढाई लैजाने हो आउने सालैमा। भरी दिनै भरि केवल तिम्रै सपनी दिलको छलीमा सररा दिलको छलीमा दिलको छलीमा सररा दिलको छलीमा रखौला नि तालीमा परे माया जालैमा तिम्रो माया जालैमा ख्यालैमा परे माया जालैमा माया जालैमा तिम्रो माया जालैमा गाँठो जुराई डोली चढाई लैजाने हो आउने सालैमा, डोली चढाई लैजाने हो आउने सालैमा, मायालाई डोली चढाई लैजाने हो आउने सालैमा। लरको साडी सिफन डरको जोडी पीपल तिम्रो लागि केवल मै त होला नि माया, मै त होला नि। जुनको साथी तारा नदीलाई किनारा दिनु भने सहारा मनै रोलानी बरे मनै रोलानी परे माया जालैमा तिम्रो माया जालैमा ख्यालैमा परे माया जालैमा। लगन गाँठो जुराई डोली चढाई लैजाने हो आउने सालैमा, डोली चढाई लैजाने हो आउने सालैमा, डोली चढी लैजाने हो आउने सालैमा, डोली चढाई लैजाने हो आउने सालैमा, डोली चढी लैजाने हो आउने सालैमा, डोली चढी लैजाने
रहने सहारा मनै रोलानी बरे मनै रोलानी परी माया जालैमा तिम्रो माया जालैमा ख्याल ख्यालैमा परी माया जालैमा लगन गाँठो जुराई डोली चढाई लैजाने हो आउने सालैमा डोली चढाई लैजाने हो आउने सालैमा बेलाको बोली जनताको आवाज यो हो रेडियो सिमरा 91.2 मेगाहर्ज। अमलेखगञ्ज पर्यटन महोत्सव 2077 प्रदेश नम्बर 2 कै प्रमुख पर्यटकीय गन्तव्य बाराको अमलेखगञ्जमा हुन गइरहेको अमलेखगञ्ज पर्यटन महोत्सव 2077 मा सहभागी हुन जाउँ है अमलेखगञ्ज। मिति यही पौष 17 र 18 गते। स्थान हात्तीसार पिकनिक पार्क। समय बिहान 11 बजेदेखि। महोत्सवका आकर्षणहरू राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका विभिन्न परिकारहरू, पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी, साथमा अमलेखगञ्जको प्रवर्धनात्मक म्युजिक भिडियो विमोचन कार्यक्रम, कलाकारहरू चर्चित गायक निशान भट्टराई, देवेन्द्र कार्की, विकास पाण्डे, प्रमोद जख्मी, सांस्कृतिक झाँकी प्रदर्शनी, अन्डरग्राउन्ड डान्स स्टुडियो चितवनको विशेष प्रस्तुति, साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। आयोजक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 21 को कार्यालय अमलेखगञ्ज। हाम्रो बाबु साह्रै नै चलाख। सत्य सत्य धरोधरमा है त्यो हरिवंशे भन्ने मान्छेले यो गीत मेरै लागि लेखेको हुनुपर्छ ल। मेरो बाउले पनि जग्गा बेचेको पैसा लगेर डराम्रो ठुनेर राख्ने, अनि मैले पनि एक दिन गएर बा एउटा मोटरसाइकल किन्नु पैसा दियो भनेको, तिम्रो मोटरसाइकल किन्नलाई त्यो कति कति लाख खर्च हुने म कहाँबाट दिन सक्छ दिरा। मैले पनि ल कुन जमानामा बाँच्ने हो कि बाँच्छ भए पनि त्यो हाम्रो सिमरामा गौतम रिकन्डिसन भन्ने खुल्या छ है, त्यहाँ गएपछि 101 सेकेन्ड ह्यान्ड बाइक सस्तोमा पाउँछ बा भन्ने एउटा सस्तो भनेको सुनेपछि बाले टक पैसा निकालेर दिरा भने मलाई म पनि अहिले त्यही पैसा लिएर यहाँ गौतम रिकन्डिसनमा आइराखेको छ। 101 त्यो रिकन्डिसनको बाइकहरू किन्ने बेच्ने तिमीलाई जे गर्नु परे पनि आओ, ठेगाना थाहा नपाएको त्यो सिमराक मेन रोडमा सम्यक होटलसँगै टाँसेको रिकन्डिसन भनेको त्यो गौतम बाबुको त हो नि। गौतम बाबु फोन नम्बर कति रे तिम्रो? 98550 अनि कति रे 24921। ल भयो अब मेरो मोटरसाइकल चाबी दियो म हिँड्यो। साथै हामी कहाँ स्कर्पियो भाडामा पाइन्छ। सूचना पतञ्जलि आयुर्वेद पसल सरेको सूचना। पतञ्जलि आयुर्वेदिक पसल घण्टाघर रेलवे रोड टाँगा स्ट्यान्ड नजिक टेलिफोन अफिसको पूर्वपट्टि बिरगञ्ज निर सरेको सबैमा जानकारी गराइन्छ। के तपाईको परिवारमा बिरामी भई दिक्क हुनुहुन्छ? यदि हुनुहुन्छ भने त्यसको लागि सम्झनै पर्ने नाम सम्पूर्ण आयुर्वेदिक औषधिहरूको विशाल भण्डार पतञ्जलि आयुर्वेद बिरगञ्ज। स्वामी रामदेव ज्यू तथा आचार्य बालकृष्ण ज्यूको आशीर्वादबाट सञ्चालित हरिद्वारबाट तालिम प्राप्त डाक्टरहरूद्वारा सम्पूर्ण रोगहरू जस्तै नपुंसकता, शीघ्र पतन, स्वप्नदोष, सन्तान, ल्युकोरिया, मासिक विकार, त्यस्तै चर्मरोग, ग्यास्ट्रिक, बवासिर, हेपाटाइटिस, गठिया, फिस्टुला, युरिक एसिड, ब्लड प्रेसर, सुगर, बाथरोग, पथरी, थाइराइड, प्लेटिलेट्स काउन्ट, गाँठ, प्रोस्टेट, एलर्जी, हृदय रोग, रुगाखोकी, जन्डिस, किडनी, क्यान्सर, मानसिक रोग, मोटोपन, माइग्रेन आदि रोगहरूको स्वास्थ्य जाँच गरिन्छ। बिरामी चेक जाँच गर्ने समय बिहान 11 बजेदेखि 6 बजेसम्म। साथै शनिबार पसल बन्द रहने जानकारी समेत गराइन्छ। सम्पर्क पतञ्जलि आयुर्वेद घण्टाघर रेलवे रोड टाँगा स्ट्यान्ड नजिक टेलिफोन अफिसको पूर्वपट्टि बिरगञ्ज। फोन 0515616, मोबाइल 98455 11221। के हो दाइ, किन झोक्राएर बसेको? के हुनु भाइ, घर बनाउन आँटियो, डन्डी किन बाँकी छ, सटर नि हाल्ने भनेको, पानीको पाइप कुन हाल्ने, कम्पाउन्डको पोल के गर्ने, म त अन्यलमा पो परे। ल दाइ पनि नेपालमै अत्याधुनिक प्रविधिबाट उत्पादित तथा एनएस चिन्ह प्राप्त जगशक्ति टीएमटी बार्स, जगदम्बा एमएस, जीआई, सीआई पाइप सँगै स्टिल पोल, सटर प्रोफाइल, गाइड, स्प्रिङ, लक प्लेटहरूको प्रयोग गरी मजबुतीसँग दरिलो सम्बन्ध गाँच्नुहोस् र वर्षौं वर्ष ढुक्क हुनुहोस्। ल गजब हुने भयो, म मेरो घर जगदम्बाको उत्पादनहरू प्रयोग गरी मजबुत बनाउँछु। जगदम्बा, विश्वास युगौं युगको। उत्पादक जगदम्बा इन्टरप्राइजेज, जितपुर 12। तपाईहरूको विश्वास जित्न सफल गुणस्तर युक्त विदेशी कच्चा पदार्थबाट बनेको नारायणी रोलिङ मिल्सद्वारा उत्पादित टीएमटी फलामे छड्ने
प्रयोग गर्नुहोस्। अटुट सम्बन्ध, गुणस्तर र विश्वासको नारायणी टिएमटी फलामे छड सधैँ प्रयोग गर्नुहोस्। कर्करमा विश्वास छ, सुरक्षामा अडिग, मजबुतीको अर्को नाम हो शालिमार सिमेन्ट। शालिमार सिमेन्ट, शालिमार सिमेन्ट हो नेपालीको आधार, शालिमार सिमेन्ट हो मजबुत घरबार, दरिलो शक्तिको भरपर्दो बन्धन। शालिमार सिमेन्ट, शालिमार सिमेन्ट, मेरुदण्ड हरेक निर्माणको शालिमार सिमेन्ट, निर्माण जगतको आधार, सुरक्षित घरबार। रेडियो 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 सिमरा, रेडियो 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 सिमरा, तपाईको आवाज। रेडियो सिमरा 91.2 मेगाहर्ज। विक्रम सम्वत 2007 साल फाल्गुन 7 गते नेपालमा प्रजातन्त्रको उदय। September 11, 2001, terrorist attack in United States of America. विक्रम सम्वत 1779 राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म। के यी सबै मितिहरू याद राख्नु आवश्यक छ? पर्छ नि, आफ्नो जेनरल नलेजको लागि भए पनि यी सबै कुराहरूको हेक्का राख्नु पर्छ। 100% करेक्ट। आफ्नो जेनरल नलेजलाई सधैँ राख्नु सार्प अनि जेनरल नलेज सार्प बनाउनको लागि ट्युन गर्नुहोस् रेडियो सिमराको प्रोग्राम जीके टेस्ट, प्रश्न र उत्तरको खेल, दिमाग र मस्तिष्कको मेल। कार्यक्रम जीके टेस्ट अबदेखि प्रत्येक शनिबार 1 देखि 2 बजेसम्म। हजुर, कार्यक्रम जीके टेस्टमा छौँ र जीके टेस्टमा हामी करिब करिब अन्तिम चरणमा आइरहेका छौँ। हामीसँग अझै पनि 10 मिनटको समय रहेको छ। तपाईँले कुराकानी गर्नको लागि 0535306 डायल गर्नुपर्ने हुन्छ। यति बेला हामीले खुल्ला राखेका छौँ तपाईँको लागि। कोही पक्कै पनि लाइनमा हुनुहुन्छ, स्वागत गर्न चाहन्छु। यति बेला कोही आउनुभएको छ, लाइनमा आउने क्रममा हुनुहुन्छ। 0535306 डायल गर्नुहोला हाम्रो स्टुडियोको नम्बर, कार्यक्रम जीके टेस्टमा सहभागिता जनाउनको लागि। र तपाईँलाई हामीले विभिन्न विषयका प्रश्नहरू लिएर आएका छौँ। प्रत्येक शनिबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम जीके टेस्टलाई सुन्दै आइरहनु भएको छ र तपाईँले सुन्नुको साथसाथै कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। जनाउनको लागि 0535306 डायल गर्नुहोला र हामीसँग कुराकानी गर्नुहोला। तपाईँका धेरै जिज्ञासाहरू हामी मेटाउने प्रयासमा लाग्ने गरेका छौँ र कार्यक्रम जीके टेस्टले तपाईँलाई थप जानकारी प्राप्त हुन्छ। पक्कै पनि कतिपय कुराहरू हामीले बिर्सिसकेका हुन्छौँ, कतिपय कुराहरू हामीलाई कन्फ्युजन अथवा यो हो अथवा त्यो हो, हाम्रो मनमा दुविधा उत्पन्न भइरहेको हुन्छ। तर त्यस्तै तपाईँको मनस्थितिलाई ताजा राख्न हामी आउने गरेका छौँ। 0535306 तपाईँ डायल गर्नुहोला कार्यक्रम जीके टेस्टमा। र जीके टेस्टमा हामीले इन्ट्री राउन्ड, सेल्फ राउन्ड, स्पोर्ट राउन्ड र म्युजिकल राउन्ड गरेर 4 चरणमा खेल खेलाउने गरेका छौँ। र हामीसँग कुराकानी गरेर गइसक्नु भएको छ निखिल थपलिया हुनुहुन्थ्यो, सिमराबाट नि फोन गर्नुभएको थियो उहाँले। त्यसै गरिकन उज्जवल राज उपाध्यायले पनि कुराकानी गरेर गइसक्नु भएको छ। त्यसै गरी कोही साथी लाइनमा आउने क्रममा पनि हुनुहुन्छ, तर प्राविधिक केही समस्या पनि आएको हुनसक्छ। राम्रोसँग हामीले टेलिफोनमा कुराकानी गर्न पनि त्यति पाइरहेका छैनौँ। सायद तपाईँले डायल गर्दै गर्नु भएको छ, तर डायल गर्नुहोला, तपाईँको लागि खुल्ला रहेको छ 053521306। यो मंचूरी
छैन हो कसलाई थाहा छैन मुख खोलेर भन्न पो भएको छैन तर कसलाई थाहा छैन मुख खोलेर भन्न पो भएको छैन तर कसलाई थाहा छैन भित्र भित्रै कलेजमा नि धेरै हल्ला भएको जाँदा पनि सँगै जाने आउँदा सँगै आउने तिमी कलेज नआएको दिन म पनि हराउने कसलाई थाहा छैन हो कसलाई थाहा छैन मुख खोलेर भन्न पो भएको छैन तर कसलाई थाहा छैन खोलेर भन्न पो भएको छैन तर कसलाई थाहा छैन मुख खोलेर भन्न पो भएको छैन तर कसलाई थाहा छैन चल्दाखेरि म सधैँ टोलाउँथे साथी भाइले तिम्रै नाम जोडेर बोलाउँथे कसलाई थाहा छैन हो कसलाई थाहा छैन मुख खोलेर भन्न पो भएको छैन तर कसलाई थाहा छैन हाम्रो सल्लाह भएको पोखरा घुम्न गएको हाम्रो पुरा घरमा छिमेकले लाग्को कसलाई थाहा छैन हो कसलाई थाहा छैन कार्यक्रम जिके टेस्टमा हामी रहेका थियौं 1 बजेदेखि 2 बजेसम्म हामीलाई समयले नेटो काट्ने आँटेको छ भने कार्यक्रमलाई बिट मार्नुपर्ने हुन्छ र कार्यक्रम जिके टेस्ट प्रत्येक हप्ता शनिबार आउने गर्दछ 1 बजेदेखि 2 बजेसम्म कोही साथी यति बेला लाइनमा त आउने कोसिस गर्नुभएको छ हाम्रो फोन बज्ने क्रममा थियो तर समयले हामीलाई बिदा माग भनिसकेको छ कार्यक्रममा फोन गरेर कुराकानी गर्ने प्रयासमा हामी धेरैजनासँग कुराकानी गर्ने प्रयासमा पनि थियौं तर 2 जना साथीहरूसँग राम्रोसँग कुराकानी पनि भएको छ निखिल थपलिया हुनुहुन्थ्यो सिमराबाट उज्जवल उपाध्याय पनि हुनुहुन्थ्यो सिमराबाट नै दुवैजनाले बराबरी अङ्क प्राप्त गर्नुभएको छ र बराबरी अङ्क प्राप्त गर्नुभएका निखिलजी अनि उज्जवल राज थपलियाजी को चाहिँ विनर बन्नु हुनेछ प्राविधिक साथी अभिषेक कर्णले गोला प्रथा गर्दै हुनुहुन्छ यति बेला को चाहिँ विनर बन्नुहुनेछ मलाई जानकारी दिइसक्नु भएको छ यति बेला र उज्जवल राज उपाध्यायलाई धेरै धेरै बधाई दिन चाहन्छु उहाँले आजको जिके टेस्टको विनर बन्नुभएको छ उज्जवलजी र उज्जवलजी र निखिलजी दुवैजनाले बराबर अङ्क प्राप्त गर्नुभएको हुनाले उज्जवलजी चाहिँ गोला प्रथाद्वारा विजय हुनुभएको छ उज्जवलजी आगामी शुक्रबारसम्म हाम्रो स्टुडियोमा आएर कुपन लिनुहोला र तपाईले कुपन लिएर कफी हाउस सिमरामा गएर एकजना साथीसँगै बसेर रमाइलोसँग खाजा खान सक्नुहुनेछ कफी पिउन सक्नुहुनेछ र आगामी हप्ता पनि तपाईँ फोन गर्ने साथीहरू र सुनेर साथ दिनु सम्पूर्णले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै अर्को हप्ता आउने शनिबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम जिके टेस्टमा फेरि पनि हाम्रो उपस्थित हुनु रहनेछ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र अभिषेक कर्णलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको सहयात्री मित्र बाराम प्रसाद पोखरेल पनि अब भने उज्जवल पर्न चाहन्छु हवस् नमस्कार सबैको जय होस्
सुन हे आमा ए दिदी बहिनी बाबा र काका ए दाजुभाइ सुन्नेलाई हुन्छ सुनेको माल तराई पहाड अनि हिमाल गुन्जेर गाउँ सहर गुन्जेर गाउँ सहर